आइसियोस् 1 टिकट सिस्टम। म नेपालको मान्छे हो। मेरो भाषाले चिन्छ अब। देख्छ त विदेशी जस्तो देख्छु। म जापानको मान्छे हो आमा, अलिकति तामाङ भाषा सिकेछ। यो सहरको कोलाहलमा भनौँ भनेको शान्त रहेछ। हे गाइस, वेलकम टु माई ब्लग। धेरै पछि आएको छु। आशा छ तपाईँहरूले मन पराइदिनु हुनेछ। आज चाहिँ म लखर जाँदैछु। यो हो काठमाडौँ र म काठमाडौँमा घुम्दैछु। लखर यस्तो वक्ष स्थलतिर। ला 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 म हल्लियो गाइस। कति राम्रो रुख। यो रुखको पनि धेरै महत्त्व छ यार। पहिला रोडको छेउको सबै रुखहरू काट्यो, ठुलो भयो भनेर। हे भ्लग कसरी बनाउने हो? मलाई भ्लग बनाउन आएन, कसैले सिकाइदेऊ। कसरी लखर हिँड्ने मान्छेलाई के भनिन्छ? घुमन्ते फिरन्ते डुलुवा कि काम नभएको तोरी लाउरे। काम नभएको तोरी लाउरे भन्न पनि मिल्छ मलाई, किनकि मसँग काम छैन अनि खल्तीमा दाम छैन, खानालाई माम छैन। वाउ, व्हाट अ र्याम। जेब्रा क्रसिङमा कुकुरले बाटो काट्दै भनेर देखाउनु पर्ने यार, कुकुरै आएन। जेब्रा क्रसिङमा कोही पनि छैन। ओ मान्छेको त्यहाँ लाइट बलिरहेको छ तर मान्छे गइरहेको छ। वाइ? यो रुल मान्छेलाई लागु हुँदैन? ए दाइ, त्यो रुल लागु हुँदैन हामीलाई? यो चाहिँ सिंहदरबार अगाडि हो। बल्ल मान्छे हिँड्ने सिग्नल बल्यो, तर अघि म आउँदाखेरि सबैजना रातोमै हिँडिरहेको थियो। म पनि हिँडिदिएँ। कसलाई सोध्ने अब? त्यहीँनिर अगाडि पुलिस दाइ दिदीहरू थियो, केही पनि भन्दैन त्यसो। कमाल छ नेपालीको पारा। म चाहिँ यहाँनिर छु गाइस। अब कहाँ पुग्छु थाहा छैन, त्यत्तिकै भ्लग बनाउँदै हिँडेको हो। यसो धेरै दिन भएको भएर चाहिँ यसो हावा भ्लग बनाउँदैछु। हुन त मेरो भ्लग सबै हावा हो। सिटी चाहिँ होइन, यतिको शान्त भयो भने चाहिँ कति राम्रो हुन्थ्यो होला क्या लाइफ पनि, होइन? एकदम इजी, होइन? सरर। तर के गर्नु, सबै भएको नभएको भेडाहरू यही सिटीमा। गाह्रो छ नि हामीलाई। अब यो सिस्टरहरूलाई वेलकम टु माई ब्लग भन्नु मिल्दैन? के हो क्या? बोल्नै आएन मलाई। जस शान्त वातावरण छ अहिले चाहिँ। अनि हेर, बेला मलाई नि हेर्नु होला। म यतिको हिरो छु, तपाईँहरूको कसैको आँखामा राख्नु पऱ्यो हुन्थ्यो। म चाहिँ उहिले मैतीघुर मण्डलमा छु। मान्छेहरू यतातिर के जादु गर्छ अरे, त्यही जादु हेर्न आएको। लेट्स सी जादु कता छ है त। जादु हेर्न पाए हुन्थ्यो भन्ने मेरो धारणा हो। जादु छैन भने त्यत्तिकै फर्किन्छु म। जादु रहेछ भने जादु हेर्छु म। द्याट्स माई के हो? फ्रिडममा यही छ कि पार्किङ हुँदैन, फुटपाथमा ल्याएर माथिबाट चढाउनुपर्छ। फुटपाथमा कुद्छ यतातिर। मृत्युदण्डवादी रे नागरिक आयोग नेपाल मृत्युदण्डवादी। मृत्युदण्ड दिनुपर्छ भन्ने भनाइ होला। उहाँले धर्मको बारेमा राम्रोसँग बुझ्नु भएको छ कि छैन थाहा छैन, तर माग राम्रै राखेको छ। धर्मले के भन्छ, सकेसम्म मृत्युदण्ड नदेऊ, अकालमा कसैलाई पनि नमार्नु भन्छन्। अब मान्छेहरूले के बुझेर माग राख्छन् थाहा भएन। अब बिस्तारले धर्मको कुराहरू सिक्दै गयो भने चाहिँ सबैको बुद्धि खुल्छ कि भन्ने हो। र यसरी भन्छन् बस्या हुन् के हुन् थाहा भएन। गाह्रो छ।
धेरै रहेछन् यहाँनिर। विकास, समृद्धि र सुशासनको लागि हरेक प्रकारका चुनावहरू, हरेक प्रकारका पार्टीहरूले आफ्ना एजेन्डाहरू तयार पारेका हुन्छन्। तर पनि अवस्था यस्तो छ, अलिकति दुई शब्द आएर बोलिदिएको भए सरकारले जनताको मन कति खुसी हुन्थ्यो होला भन्ने कुरा कसैलाई थाहा छैन। बस त्यही हो, अनदेखा गरिरहेको छ। मेरो चाहिँ जसको शक्ति उसको भक्ति हो। जेब्रा क्रसिङमा यो खाडो मात्रै छ, त्यसको गाउँको काम चाहिँ गरेको छैन। त्यही भएर यहाँ चाहिँ अब जसको शक्ति उसको भक्ति हुन्छ। म चाहिँ अब यही मौका छोपेर यसरी हिँड्नुपर्छ। यो भिडियो चाहिँ किन बनाएको भने फेरि आएर फुत्ता हान्यो भने प्रमाण चाहिन्छ अरे क्या। उयो त स्पिड आइरहेको छ, त्यही भएर मैले नै आफ्नो कन्ट्रोल गर्नुपर्छ। बस उहाँलाई जानु दिनुपर्छ, बस यति हो। मैले जेब्रा क्रसिङबाट बाटो क्रस गरेँ तर लाइट छैन, गाडी गुड्दैछ, मैले क्रस गरेँ, माफ गर्नु होला। रुल नभएको देशमा जे गरे नि हुन्छ भन्ने मेरो मान्यता हो। ओह, यहाँ पनि हावा तालमा लाइट राखेर छ। के को लाइट हो यो? यहाँबाट कोही आउँदैछ कि भनेर देखाउने होला हामीलाई। बाल रातो बत्ती बाटो नकाट्नुहोस्, त्यसको भाउ हरियो बत्ती बाटो काट्नुहोस्। खै त अक्षर त राम्रोसँग देखाएको छैन, मैले अन्दाजै पढेँ हो। यति राम्रो ठाउँमा आइपुगेँ म। जोस् मान्छेहरू धर्ना अझै गरिरहेका रहेछन्। म पनि अनसन बस्ने सोचमा छु, तर के किन बस्ने? म अनसन के को लागि बस्ने? त्यसरी पीडितहरूको आवाज त सुनाइ हुँदैन भने मेरो आवाज कसले सुन्छ? कसले सुन्छ मेरो आवाज? कसले? गाह्रो छ मलाई। त्यही भएर म अनसन बस्दिनँ भनेर म भन्दिनँ। मेरो कुन दिन दिमाग सड्किन्छ फेरि म पनि अनसनमा आउँछु। जिल्ला सरकारी वकिल कार्यालय, त्यो कुकुर कार्यालय भन्दा नि हुन्छ। बिकज पैसा र पावरमा एभ्रिथिङ क्यान रन इन दि वर्ल्ड। मैले एकछिन लिफ्ट पाएँ ब्रदरलाई धेरै धेरै धन्यवाद लिफ्ट दिनुभएकोमा। मलाई लिफ्ट दिनुभएछ यो गयो 42 नम्बर गयो। होइन यो धरालाई कसले बनायो? ए व्हाइट टावर कसले बनायो? आज यो माथि चढेर तल हेर्नु पऱ्यो कस्तो देख्दो रहेछ। जस गो घुम्न जाऊँ धरारा। यतातिर माथि धरारा। अब धराराको टुप्पोमा गइन्छ अनि तलतिर हेरिन्छ रिङ्गटा लाग्ने गरी। अब आएँ म यहाँ धरारा घुम्नलाई, धरारा चढ्नको लागि। लाइट मिलाउन आउँदैन आफूलाई, यस्तै हो। जस्तो देखाएको छ त्यस्तै हेर्नु होला तपाईँहरूले। म यहाँनिर नेपाल टेलिकमको ठुलो घर छ, त्यही नेपाल टेलिकमले बनाइदिएको हो अहिलेको स्टाइलमा, पहिलेको स्टाइलमा नभएर। यहाँको टिकट चाहिँ माथि टुप्पोसम्म जानलाई 200 हो। मैले 200 निकालेर रेडी गरेको छु र म यता टिकट लिनलाई लाइनमा बस्छु। धरारा चढ्ने सामान्य टिकट 200 हो क्या। अनि त्यसपछि धरारा वरिपरि मात्रलाई 50 रुपियाँ हो क्या। विद्यार्थीलाई 50% डिस्काउन्ट। अनि सार्क कन्ट्रीको लागि 500। सार्क कन्ट्री भन्नाले हामी पनि हो, तर हामी चाहिँ आफ्नै देशको भएर 500 परेर। अनि सार्क कन्ट्रीभन्दा आउट कन्ट्री चाहिँ। अनि त्यसपछि 1000 रुपियाँ 1% इज। अब यहाँबाट यो काउन्टर नम्बर 2 र काउन्टर नम्बर 1 बाट 200 रुपियाँ तिरेर एउटा टिकट लिन्छ अनि टुप्पोसम्म गइन्छ। हात्ती आयो, हात्ती आइसोस्। 1 टिकट सिस्टम। म नेपालको मान्छे हो, मेरो भाषाले चिन्छ। अब देख्छ त विदेशी जस्तो देख्छु। म जापानको मान्छे हो आमा, अलिकति तामाङ भाषा सिकेछ।
वान थिकेट्स भनेको यहाँ मैले त जब मान्छे अनुहार हेरेर पनि कहाँबाट भन्छ है खटम कुन चाहिँ अनुहार हो त ल हेर यही अनुहारले हो क्या वान टिकट प्लिज भन्दाखेरि खोइ अलिक फल हो क्या दिदी टिकट कता देखाउने हुन् अगाडि ओके टिकट 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 अब पानी त फोहोर हो क्या हो दाइ भिडियो अन नै छ हुन्छ वान टिकट हजुर 4 नम्बरबाट अरे 4 नम्बरबाट जानु सर थ्याङ्क यू दाइ वाउ क्या शीतल होइन यो त के हो बाब्रे ल यो भुइँ घोट दिएको भए कति टल्किन्थ्यो होला सल्लाह धुलै धुलो देख्दो रहेछ नभए त खतरै हुन्थ्यो यो टिलिक टल्किएको भएछ म टल्काउँछु अब बिस्तारै पानी कति यो घुम्नुभन्दा पनि म यहाँ पानी हेर्न जान्छु पानी चाहिँ कति फोहोर हो भन्ने कुरा चेक गर्नु पऱ्यो ए पानी तिमी किन यस्तो बेजेती हेऱ्यो यार कस्तो नमिठो पानी न फोहोर पानी छि 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 थु 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 त्यत्रो पैसा दिनदिनै लिन्छ यार एकजना बराबर 250 रुपियाँ वायत सरकार ओइ पनौटेहरू यो पानी सफा गर है अब खटा खलास म यता किन आएको म किन आएको म भ्लग बनाउन आएको हो र यस्तो सुन्दर ठाउँमा घुम्न आएको ल बधाई छ मलाई जिन्दगी चिरमा कति फोहोर पानी हो गार्डनभित्र नगइदिनुहोस् पानी चाहिँ लास्टै फोहोर नयाँ कुरोहरूलाई म खोलिदिन्छु होला DUDBS डुबडुबडुबडुबस हो लिफ्ट तलबाट माथि आउने लिफ्ट पनि रहेछ होइन अघि नै मलाई एउटा सायरी आएको थियो क्या त्यो सायरी चाहिँ अहिले अझै पनि याद छ मलाई फुलै फुलको मौसम होइन फुलै फुलको मौसम होइन मलाई शीतल छारी भए पुग्छ फुलै फुलको मौसम होइन मलाई शीतल छारी भए पुग्छ बस तिमी एकचोटि मुस्कुराइदेऊ बस तिमी एकचोटि मुस्कुराइदेऊ मेरा पीडा सबै लुक्छ मेरा पीडा सबै लुक्छ वाह ताली 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 यसलाई चाहिँ म ठाडो पारेर अब युट्युबमा हाल्ने बनाउँछु ल के छ त गाइज हेर्ने हो त ए युट्युबमा होइन टिकटकमा आई एम गोइङ टु भिजिट बिच डालाला 1 2 3 4 5 6 7 8 9 9 ताले धरर काठमाडौँको 9 ताले धरर पाए हुन्थ्यो कसैको सहारा एउटा रिच किट पाए हुन्थ्यो यार मैले पनि लाइफमा 9 इन 3 कस्तो पनौतीहरूलाई कस्तो फोहोर पारिराखेको छ्या यो त बुझ्छ कि छैन दिमाग छ कि छैन यो माछालाहरू चोरहरू कुकुरहरूको यहाँ त यस्तो फोहोर पारेर राख्ने हो यस्तो फोहोर पार्ने हो उजुरी पेटीको कहाँ होला यिनीहरूको उजुरी पेटीको यसमै लेखेर म उजुरी हालेर राख्छु अहिले मसँग पेन छ पहिला माथि जाऊँ त्यसपछि तल तल घुमौँला त्यसपछि अघिको सायरी पनि भनौँला फेरि उसको लागि टिकटकको लागि मान्छेहरूले वाउ भनोस् न कृपया मदिरा पान गरेर धरार प्रवेश नगरिदिनु होला अनुरोध छ ओ लाइनमा हो म पो टुई घुमेर आएछ तपाईँ धररको माथि भगवान् छ त्यही भएर सुल्टैपट्टिबाट घुमेर जाऊँ यो चाहिँ
धरहराको यस्ता बाहिरी साइडको फ्लोरमा हामी घुमिरहेका छौँ। पहिलाको धरहरा त्यो हाम्रो पुर्खाहरूको पेसिनाले बनाएको। यो चाहिँ हाम्रो ओ माई गुडनेस, बाहिरबाट छिरेर पनि फेरि भित्र पनि लाइन रहेछ भाइ, गाह्रो रहेछ। ओ त्यतातिर क्या दामी दामी सुलुक 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 बनाएको रहेछ है। म त मलाई बोलाएँ क्या भन्दाखेरि ओ सुन्धाराको बिजक थुक्क पनौतीहरू। यो गु खाने नेपालीले त म यसरी कुट्छु कि मासला। उद्यानमा गई म रत्न पार्कको पनि मैले भिडियो बनाएको थिएँ होइन। यदि तिमीहरू पैसा लिन्छौ भने भित्र सफा हुँदैन भने जस्ताको त्यस्तै झारपात हुन्छ भने किन पैसा लिन्छु भने थियो। अहिले यो धरहरा पनि त्यस्तै देखेँ मैले। यो भित्र हेर कुकुरको जस्तो प्राणी हाम्रो। ला 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 मेरो चाहिँ यस्तै यस्तै भिडियो हुन्छ, तपाईँहरूलाई मन नपर्न सक्छ। अब यो माथि जान लाइन, यहाँबाट लाइन गरेर फेरि भित्र नि लाइन रहेछ। यहाँनिर यतिको लाइन छ, यतिको लाइन छ। धरहरा डेन्टलमा गएर दाँत सफा गर्छ अहिले म। लाइन बसेको चाहिँ साह्रै छैन। रेलमा जाने बाटो मलाई पठाए, यस्तो राम्रो बाटो। यस्तो राम्रो बाटो हिँड्नु छोडेर तपाईँहरू लिफ्टमा जाने। एक स्टेप चढेँ म होइन। खुट्टाको सदुपयोग गरौँ, टुइ टुइ हिँडौँ। 2 स्टेप चढिसकेँ म। टिङ 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 टिङ। ला 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 ला। गुड्का खाएर जताभावी खोल फाल्ने थुक्नेलाई नर्कमा पनि बास छैन। यमराज यति साह्रो शब्दहरू पनि युज नगरेको हुन्थ्यो। सबै शब्द म लेखेको भइहाल्थ्यो नि। कृपया जताभावी नथुकिदिनु होला भनेर लेखेको भइहाल्थ्यो नि। त्यति साह्रो भन्नुपर्छ र। ल पालबाट हेर्दा तिमी यहाँ म वहाँ, ज्यान त टाढा छ तर बिरानो नसम्झ, माया गाडा छ। पाँचौँ तलामा स्वागत छ। होइन रमाइलो लिनु पऱ्यो नि त। रमाइलो अनुभव गर्दै के रहेछ हेर्दै हेर्दै यसो के भन्छ अलिकति दिमाग नभएको भनौँ नि, अथवा भएर पनि कन्जुसाइ गरेको हो। यतातिर केही अलि आर्टहरू हान्न लाउनु पर्थ्यो कि नेपाली कला संस्कृतिको जगेर्नाको लागि हामीले यतातिर आर्टहरू हान्न लाउनुपर्छ कि। के छ त नयाँ नौलो के छ छैन। नथिङ इज न्यू।
हेलो नमस्ते सन्चै हुनुहुन्छ आयो 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 नेपाली आयो काठमाडौँ सहर केही त छैन के छ र घरै घर घरै घर घरै घर सेम्बु डाँडा ओ त्यहाँनिर सेम्बु यता चाहिँ हो क्या सिङ्गल 3 डाँडा होला यो होइन र सेतो गुम्बा रहेछ खै के छ त केही छैन केही छैन ए तल हेर त रिमोट लाग्छ लाग्दैन ओ डर चाहिँ लाग्दो रहेछ डर चाहिँ लाग्दो यसरी समाउने चिज हुँदैन डर चाहिँ लाग्दो रहेछ भनेपछि कमजोरी मुटु रहेछ हो तिर्मिर हुँदो रहेछ तल कन्टिन्यू हेऱ्यो भने डर लाग्यो मलाई 2 सेकेन्डको कुरा हो खिच्नुहोस् ल हेर जस काठमाडौँमा नभएको ठुल्ठुलो घर पनि रहेछ भन्ने कुरा देख्न पाइन्छ यहाँबाट हर्याङबाट रमाइलो हो लिफ्ट त के मजा घुमी घुमी नाची नाची हिँड्ने बानी परेछ के छ रमाइलो खै ओ माई गुडनेस यस्तो चिजहरू छ कहाँ कहाँ उड्ने मन खासै रमाइलो केही छैन चाहिँ घर र बाटो शहीद गेट आर्यनिस हो सिधा तल हेर्दा त डर लाग्दो रहेछ नि परतिर हेर्दा चाहिँ खासै डर नलाग्ने रहेछ मान्छे मुटु कमजोरी हो आपनका बाइक पार्किङ त्यहाँनिर बाट छिर्दैछन् ल तपाईहरु धरारा घुम्न आउनुभयो भने चाहिँ सुसु पनि आउन सक्छ है गाइज सुसु आउने बेलामा चाहिँ यतातिरबाट यहाँनिर आउनुहोस् सु गर्नुहोस् अनि यहाँनिर चाहिँ पुरानो धरारा भग्नावशेष